अहिलेको यो नयाँ पार्टीको रवि लामिछाने बालेन्द्र शाहले जनतालाई झुकिरहेको छ भन्ने छ, तपाईँलाई के लाग्छ? यो त्यही त मान्छेले भनिरहेको छ क्या। अहिले अब धेरै मान्छेहरूले भनिरहेछ, त्यसो भन्छ रवि र बालेन्द्र शाहले चाहिँ अहिले यो रासपाले एकदम जनताहरूलाई झुक्याइरहेको छ, भ्रममा पारेको छ भन्छ। तर मलाई चाहिँ त्यस्तो लाग्दैन क्या। विरोध गर्नेहरू मात्रै हो क्या, रवि र बालेन्द्रको विरोध गर्नेहरूले मात्रै हो क्या त्यसो भन्ने। उनीहरूले चाहिँ त्यो केही बुझेकै छैन, त्यो भएर उनीहरूको विरोध मात्रै गरेको हो। वास्तवमा चाहिँ रवि र बालेनले झुक्याएकै होइन क्या, जनताहरूले बुझ्नै खोज्दैन त। रवि र बालेनले त के गरेको छ र झुक्याउनलाई? केही गरेकै छैन। उनीहरूले न आफ्नो एजेन्डा पत्र देखाएको छ, एजेन्डा केही देखाएकै छैन। त्यही पनि रवि र बालेन चाहिँ उसको पछाडि लागै गर्छ त होइन। अनि कसरी झुक्यायो त रवि र बालेनले? त्यो भएर जनता आफै भेडा भनेको भेडा भइरहेछ क्या। भन्छ नि जनता आफै भेडा छ है, भेडा छ भन्छ नि अरूले, त्यस्तै मात्रै हो क्या। रवि र बालेनले आफ्नो एजेन्डा केही लिएर गएकै छैन। म यो गर्छु, मेरो शिक्षाको क्षेत्रमा यो गर्छु, स्वास्थ्यको क्षेत्रमा यो गर्छु, अर्थको क्षेत्रमा यो गर्छु भनेर आफ्नो एजेन्डामा केही खुलाएकै छैन। त्यही पनि उसको पछाडि लागेको गर्छ। अनि रवि र बालेनले चाहिँ कहाँ झुक्यायो त जनतालाई? जनताहरू आफै उनीहरूको पछाडि लागेको होइन त। जनताहरू त सचेत जनता हो भने त तिनीहरू छुटिहाल्थ्यो नि त होइन। केही देखाएकै छैन, हामी किन जाने उनीहरूको पछाडि भन्ने हुन्थ्यो नि त। त्यो भएर भ्रममा पारेको होइन, झुक्याएको होइन। उनीहरू आफै चाहिँ त्यो चेतना छैन क्या, त्यो छान्ने चेतनै छैन। त्यो भएर उनीहरूको पछाडि लागेको। त्यो भएर रवि र बालेनको कसैले पनि विरोध नगर्नु होला। रवि र बालेनले कसैलाई झुक्याएको पनि छैन, उनीहरूले भ्रममा पनि छरेको छैन, जनताहरूले हो। त्यो भएर म चाहिँ पहिलेबाट जनताहरू चाहिँ सचेत हुनुहोस् भन्छु क्या। त्यही भएर जनताहरू चाहिँ सचेत नहुने, अनि खालि उसले झुक्यायो, भ्रममा पार्यो, त्यसो भनेर कहाँ हुन्छ त? हामी जनता पनि त आफै जिम्मेवार छौँ, मलाई चाहिँ यस्तो लाग्छ क्या। त्यो भएर जनता सचेत भइयो भने कसले झुक्याएन होइन, झुक्याउँदै पनि हामी झुक्किने जनता भइयो भने त बिग्रिहाल्छ नि त।